हेलो गाइज, वेलकम बैक टू माई यूट्यूब चैनल। साथीहरु, यति बेला तपाईहरुले लोकेन्द्र थापा अफिसियल मेरो यूट्यूब च्यानलबाट हेरिरहनु भएको छ भने कृपया मेरो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छ भने सब्स्क्राइब गरिदिनु होला, लाइक एन्ड कमेन्ट गरिदिनु होला, प्रतिक्रिया जनाउन नबिर्सनु होला। मैले आज विभिन्न किसिमका भिडियोहरू बनाएर यो मेरो यूट्यूब च्यानलमा अपलोड गर्ने गर्दछु। म आज यति बेला सुनसरी गाउँपालिका वडा नम्बर 3 बाहिरी गाममा छु। बाटो एकदमै अप्ठ्यारो रहेछ। अप्ठ्यारोको बावजुद पनि आज फिल्ड आएको मौका छोपेर यसो भिडियो बनाएर यो भ्लग बनाएर मैले हाल्दैछु। कृपया भिडियो कस्तो लाग्यो प्रतिक्रिया जनाउनु होला। अब यो पारी त्यहाँ देखिने एउटा झुलङ्गे पुल छ, एकदमै लामो। बिहान आउँदाखेरि उता त्यो तलपट्टि घुमेको बाटो देख्न सकिन्छ। म त्यो घुमेको बाटोतिर आएको, किनभने अब त्यो बाटो बिहान अब यो झुलङ्गे पुल यहाँ यता पारिपट्टि त्यो काठहरू राखेको देखाएको थिएँ मैले। अब काठहरू राखेको देख्दाखेरि अब त्यो काठहरू यही उमा ब्लक छ कि मान्छे मात्रै हिँड्ने छ कि बाइकहरू हिँड्ने छैन कि भन्ने जस्तो लाग्यो होइन। त्यसभन्दा पछि मैले यताबाट ल्याइनँ, मुहीबाट गएर त्यो गाडी हिँड्ने प्लस ट्र्याक्टर हिँड्ने बाटो रहेछ। एकदमै त्यो खनेर होइन टायरले के ट्र्याक्टरको त्यो बिचको जुन टायर हुन्छ त्यसले चाहिँ ठुलो चक्काले चाहिँ बेसरी खनेर बाटो एकदमै नराम्रो रहेछ। तर खोलाको बाटो बर्खातिर फेरि अझ अप्ठ्यारो गर्दो रहेछ, पानी चाहिँ एकदमै सानो छ सन्त। त्यो बाटो गयो, तर ट्र्याक्टरको जुन त्यो टायरले बेसरी खनेको कारणले गर्दाखेरि त्यहाँ उकालो आउँदा बेसरी दुःख पाइयो। अब त हुन्न भनेर माथि जान्छ कि जाँदैन पुलबाट भनेर सोधेँ। जान्छ, यतैबाट पनि पुलबाट हामी त त्यो यो पुल बनिसकेपछि मुनिको बाटो चाहिँ खोलाको बाटो परेको रहेको छैन भनेर भनिसकेपछि अब म यति बेला अब बाइक त्यहाँ स्ट्यान्ड वाइज छ होइन, अब यहाँ छ। अब यति अब म चाहिँ यो बाटो यो पुल हुँदै पारीसम्म यात्रा गर्नेछु। तपाईहरुले भिडियो स्किप नगरी हेर्नु होला। अब मैले मेरो क्यामेरा यो त मोबाइलबाट मैले क्याप्चर गरेको, अब गोप्रो मैले सेट गर्छु मेरो हेलमेटमा। अब म यहाँदेखि मेरो ब्लग भिडियोहरू चाहिँ राइडिङ ब्लगहरू बन्छ, विभिन्न पार्टमा आउँछ। आज पनि हेरिदिनु होला, मन पराइदिनु होला। थ्याङ्क यू सो मच फर द वाचिङ दिस भिडियो। कृपया तपाईँ मेरो यदि यो भिडियो मेरो फेसबुक पेज लोकेन्द्र थापाबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला। यदि तपाईँ टिकटकबाट हेर्दै हुनुहुन्छ भने टिकटकमा नि फलो गरेर साथ सपोर्ट गरिदिनु होला। अबका मैले बाँकी रहेको यो पुलको भिडियो चाहिँ जुन गोप्रो मार्फत खिचिन्छ, अब माउन्ट चिन यसमा सेट गरेर अब मैले पारी भिडियो सुट गर्छु। यहाँदेखि सुलिचर रुइनीबाङसम्मकै गर्छु, 1 घन्टासम्मको हुन्छ होला। त्यो पनि 13 मिनट 8-10 मिनटको बिचको पार्ट गरेर देखाउने छु। सबै पार्ट हेरिदिनु होला। थ्याङ्क यू सो मच फर द वाचिङ दिस भिडियो। अब नेक्स्ट भिडियो है त यो पुलमा मैले बाइक चाहिँ राइड गरेको।